तपाईको साइडमा मैले छेउपट्टि एउटा झोला देखिरहेको छु। म समातौँ यो झोला, उठाउँ? तपाईँले भरिया भन्नुभयो। एउटा साङ्केतिक शब्द हो यो। हजुर। यति बेला यहाँभित्र चाहिँ कर्णालीको मुद्दा छ यो झोलाभित्र। यो खोल्यो भने के हुन्छ भन्ने चाहिँ यहाँ चाहिँ सरकारले डराएको अवस्था देखियो। यो खोल्न मिल्दैन अहिले? सरकार डरायो भने हामीले खोली हेर्ने अब। मतलब हामीले अहिले नखोलौँ? अहिले अब यो यसलाई चाहिँ यहाँको मुद्दा छ नि यहाँभित्रमा। अब तपाईँको कर्णालीका दुःखहरू छन्, पीडा छन्। तपाईँको देब्रेपट्टि झोला देखेँ मैले, तर तपाईँको दाहिनेपट्टि चाहिँ जुत्ता देखेँ। फेरि त्यो जुत्ता पनि प्लास्टिकमा लिएर आउनु भएको रहेछ। यो जुत्ता हामीले उठाउँ मिल्छ? यो जुत्ता प्लास्टिकमा बोकेर आउनु भएको रहेछ, तर तपाईँ खाली खुट्टा हुनुहुन्छ। यसो अहिले मैले यहाँको सरकारबाट मैले आश्वासनमा पाएको जुत्ता हो यो। जसरी मैले साङ्केतिक शब्दमा देशको राष्ट्रको ओहदा एकदम ठुलो ओहदामा बसेको मान्छे प्रधानमन्त्री सम्माननीय भनेर मैले चाहिँ हाम्रो कर्णालीका दुःखहरू पीडाहरू सुनाउने यो कथा हो। यो मुद्दा दर्ता त होइन नि त, तर कर्णालीका दुःखहरू पीडाहरू यो सुनाउनुपर्छ, उहाँलाई भन्नुपर्छ। तपाईँ सुर्खेतबाट आज काठमाडौँ अवतरण गर्नुभयो? हिजो राति आइपुगेको। कतिौँ दिनमा आउनुभयो? म हिजो 30 दिनमा राति कलङ्की आएँ, आज 31 दिनमा चाहिँ काठमाडौँ भित्रै छिरेँ म। तपाईँ हिँड्दै खाली खुट्टा आउनुभयो हो? म खाली खुट्टै आएको। म गाडी थिए होला, साधन केही थियो होला, कसैले सहयोग लिफ्ट सहयोग गर्नुहुन्थ्यो होला? म यो काठमाडौँ आउने बेलामा म पहिला बसबाट आउँथेँ है, मलाई 3 दिन लाग्थ्यो। म यस्तो युवा हो कि म चाहिँ वेग मन पराउने, स्पिड मन पराउने, छिटोभन्दा छिटो गर्न खोज्ने, छिटो पुग्न खोज्ने। अब तपाईँले सिङ्गो राज्यलाई, अझै भनौँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै हिँड्दै आउनुभयो, प्रधानमन्त्री कार्यालय पुग्नुभयो तपाईँ। यो अबका भविष्यमा चुनौती भनेको चाहिँ फरक हुन्छ। अहिलेसम्म यी चाहिँ हाम्रा दुःखहरू उहाँलाई सुन्नुपर्छ, कर्णालीका पीडाहरू उहाँले बुझ्नुहुन्छ भन्ने थियो। अहिले चाहिँ यो मेरो सोचहरूमा परिवर्तन आएको छ। प्रधानमन्त्री कार्यालय छिर्न दिनु भएन? मैले प्रधानमन्त्रीलाई भेट्न पाइनँ। लखेटियो, मलाई रोक्यो, मलाई जुत्ता दियो। म गेटमै यो मलाई बालुवाटारमा निर्देश क्षेत्र भनेर मलाई चाहिँ 200 मिटर ओरै रोक्यो। 200 मिटर ओरै रोक्यो। प्रधानमन्त्री त जनताका हुन्, तपाईँ नेपाली नागरिक होइन भने? तर एउटा के भने चाहिँ म कति दिन 4 प्रदेश कर्णाली हुँदै, लुम्बिनी हुँदै, गण्डकी हुँदै म बागमती पुग्या हो। म तुरुन्त हिजो मैले घर छोडेर अनि आज बिहान आइपुग्या होइन। मैले मेरो जिल्ला, मेरो प्रदेश, मेरो परिवार, मेरो त्यो त्यहाँको त्यो माहौल त्यो छोडेर हिँडेको 31 महिना भयो। बाटोभरि देख्थेँ सुर्खेतै जाने मान्छे, जुम्ला जाने मान्छे, जुम्लाबाट काठमाडौँ गाडी बाटोमा भेट्थेँ। ती मान्छे बस्या हुन्थे, ती मान्छे कति बेला पुग्ने थियो नि त। तर म कहिले पुग्ने मेरो हुन्थेन, तर मेरो गन्तव्य काठमाडौँ थियो, तर कहिले पुग्छ थिएन। तर बाटोमा हिँडेँ 31 दिनमा चाहिँ आज म काठमाडौँमा छु। म यहाँ आउने बित्तिकै अब मेरा यो चौतारी आयो। अब कर्णालीका दुःखहरू पीडाहरू अब यहाँ बिसाउने आयो भनेर मैले झोला निकालेर तल राखेँ। तर यो कसरी खोलेर हेर्न चाहेन। अनि तर एउटा के पनि बुझेन भनेपछि म कति ठाउँमा पानी पाइनु होला, कति ठाउँमा खाना पाइनु होला, कति ठाउँमा सुत्ने पाइनु होला, कति मलाई पोल्यो होला, खुट्टामा घाउ भयो होला। 31 दिनमा 31वटा घाउ भए, 31 ठाउँमै सन्चो भए। तर जुनमा मनमा पीडालाई लिएर अब जान्छु नि म कर्णाली, यो कहिल्यै सन्चो हुँदैन। सरकारले यहाँ चाहिँ मलाउन सक्थ्यो। आज कर्णाली रोयो, त्यसो भए कर्णाली हिजो पनि रोथ्यो, आज हँसाउनु खोज्या हो। म सकेन।